सानीको दादा कहाँ जानुभएछ होइन? दादा नेपाल गएको छ। नेपाल हो? नेपाल गएको छ। दादा त जिम गएको छैन। ए जिम गएको छैन दादा? दादा सानी भित्र गयो कि अनि नखामा आयो अनि भाइ का पापा किन अनि पापाले गएको किन भाइ पापाको। ए अनि दादा नेपाल गएपछि सानीले सेक खाएकी छौ कि छैन त? भाइको आयो अनि आमा खोल्यो भन्यो अनि आमाले सुसु खोल्यो अनि भाइ खायो अनि आमाले फ्रिजमा राखी भोलि खाऊ भन्यो अनि आमाले पान खाउसित पान त हाल्नुको हुन्छ भन्थ्यो। ए अनि सेक खान पाइ छैनौ? म सिकाएको छैन। किन खाइ छैनौ त नि सेक? दिदी म त सिकाए साया दिने। दिदीले मात्रै खाइ? साया दिने। दिदीले त पसलमै खाइ होली नि। अनि तिमी चाहिँ दादाको सेक खान तिमीलाई मन लागेको छ? दादाले बनाएको सेक खान मन लागेको छ कि छैन तिमीलाई? मन लागेको छ? अनि सानले खाएर भाँडा फाल्छौ रे त? आमाको दुख्यो। तिमी सेक खाएर भाँडा फाल्छौ रे त दादाले भन्नुभएको? आमै भोको हुन्न अनि आमाको यहाँ पुलो। हो? ए अनि तिमी चाहिँ दादाले सेक खान दिएपछि भाँडा किन फाल्छौ त नि? दादाले उता नफाल्यो उता के छ? गएको छ उता खानु दादाले। ए दादा कहाँ जानुभएको छ अरे? दार्जिलिङ गएको छ। जिम होइन हो? कहाँ हो? दादा नेपाल गएको छ। नेपाल हो? अनि हेलिकप्टर आयो। ए हेलिकप्टरमा हो? हेलिकप्टर उता गयो। अनि सानो यति ठुलो बसमा जाऊँ भन्यो अनि भाइले पानी खायो। पानी? कहाँको पानी? पानीको जिम खायो अनि पानी खायो अनि जिम खाएन अनि पानी खायो अनि आमा खाएन अनि गाई खाएन अनि बाबा खाएन।